इजरायलको पक्षमा उभिँदै अमेरिकाले पनि इरानका महत्त्वपूर्ण आणविक केन्द्रहरूलाई निशाना बनाउँदै हमला सुरु गरेपछि मध्यपूर्वमा सुरु भएको तनाव थप विस्तार हुने सम्भावना बढेको थियो। फलत इरानले पनि सम्भावित उत्तरहरूमध्ये पहिले हर्मुज जलमार्ग बन्द गर्यो भने लगत्तै अमेरिकी सैन्य बेसहरूलाई निशाना बनायो। विश्लेषकहरूले अपेक्षाभन्दा बाहिरको हमलाको रूपमा टिप्पणी गरेको यो हमलाबाट नेपाली समेत जोखिममा पर्ने अवस्था बन्दा मध्यपूर्वको विस्तारित सशस्त्र सङ्घर्ष तत्कालका लागि अन्त्य हुने सङ्केत पनि देखिएको छ। यता इरानले पनि कतार मित्र राष्ट्र भएकोले कतारको आवास क्षेत्रमा नभएर अमेरिकी सैन्य केन्द्रलाई निशाना बनाइएको स्पष्ट पारेको छ। उसले भनेको छ, यो आक्रमणबाट हाम्रो मित्र राष्ट्र र त्यहाँका नागरिकमाथि कुनै खतरा छैन। इरान कतारसँग आफ्नो ऐतिहासिक सम्बन्ध कायम राख्न प्रतिबद्ध छ। इरानले बेन्जामिन नेतन्याहुले अमेरिकालाई इरानको आणविक केन्द्रमा बमबारी गर्न उक्साएको र उसलाई एउटा महँगो युद्धमा घिसारेको तर्क गरेको छ। अर्थात् इरानले कतार स्थित सैन्य सुरक्षा बेसमा मिसाइल आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अन्ततः यो युद्धलाई नलम्ब्याउने पक्षमा पुगेका छन्। तर इजरायलले आक्रमण रोके, युद्ध विराम हुने इरानले प्रश्न पार्दा के युद्ध शान्त होला त? नेपालीलाई कस्ता प्रभाव पर्लान् आम चासो छ। नेपालीलाई कति जोखिम छ? इरान इजरायल तनाव विस्तार हुँदै कतार लगायतका देशमा आउँदा पश्चिम एसिया क्षेत्रमा उत्पन्न सङ्कटले नेपाली लगायत विभिन्न क्षेत्रबाट गएका मजदुर समेत प्रभावित हुने अनुमान गरिएको छ। यही कारण मध्यपूर्वमा तनाव बढे लगत्तै त्यहाँका नेपाली श्रमिकहरूले चासो राखेका छन्। हुन पनि यो क्षेत्रको कतारमा मात्रै करिब 3.5 लाख नेपाली कार्यरत छन्। इरानले इराक स्थित अमेरिकी सैन्य बेसमा पनि आक्रमण गरेको छ, जहाँ रोजगारीका लागि नेपाल सरकारले अनुमति दिएको छैन, तर गैरकानुनी प्रक्रियाबाट नेपालीहरू इराक पुगेका छन्। यता वैदेशिक रोजगारीका लागि विदेशी नेपाली कामदारहरूमध्ये 90% खाडी क्षेत्रमा मात्र छन्। यो आक्रमणको प्रभाव नेपालसम्म नै पनि देखिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कतार जान तयारी अवस्थामा रहेका 500 भन्दा बढी नेपाली यात्रु बिचल्लीमा परेका थिए। त्यस्तै इजरायल इरान युद्धलाई मध्यनजर गर्दै विभिन्न देशहरूले आफ्ना नागरिकलाई स्वदेश फर्काइसकेका छन्। जर्मनी, इटाली, ग्रिस, इजिप्ट, अल्बानिया, अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, साइप्रस, फ्रान्स, जर्जिया, हङ्गेरी, लिथुआनिया, रोमानिया, स्विडेन, स्विजरल्यान्ड जस्ता देश, त्यस्तै संयुक्त राज्य अमेरिका र पोल्यान्डले पनि आफ्ना नागरिकहरूलाई फिर्ता लगे पनि नेपालको हकमा त्यो समेत लागू हुन सकेको छैन। त्यसो त यो युद्ध चर्क्यो भने नेपाली अर्थतन्त्र समेत प्रभावित हुने पक्का छ, किनभने नेपालभित्र नै कुल रेमिट्यान्स मध्ये 50% हिस्सा खाडी मुलुकको छ। तर अहिलेसम्म यो क्षेत्रमा रहेका नेपालीहरू सुरक्षित नै छन् भने अमेरिकाले युद्ध विरामका लागि प्रयास गरिरहेको सन्दर्भले थप क्षति नहुने आशा गर्न सकिन्छ। कतार कति बलियो, कति खतरामा छ? अमेरिका र कतारबीच धेरै नजिकको सैन्य सम्बन्ध छ। अमेरिकाले हालसम्म कतारलाई $26 अर्ब भन्दा बढी मूल्यको हात हतियार र अन्य सैन्य उपकरणहरू प्रदान गरिसकेको छ। यस सन्दर्भमा कतार विश्वमा अमेरिकाको दोस्रो ठूलो साझेदार हो भने सैन्य क्षमतामा पनि बलियो छ। हालैका वर्षहरूमा अमेरिकाले कतारलाई दिएको हतियारमा एकीकृत वायु र क्षेपणास्त्र रक्षा प्रणाली, जसमा प्याट्रियट क्षेपणास्त्र प्रणाली पनि समावेश छ। त्यस्तै राष्ट्रिय उन्नत सतहबाट हावामा प्रहार गर्ने क्षेपणास्त्र प्रणाली AN/FPS 132, प्रारम्भिक चेतावनी राडर F-15QA, लडाकु विमान F-15 को सबैभन्दा उन्नत संस्करण AH-64, यी अपाचे आक्रमण हेलिकप्टर छन्। यी हतियारहरू बाहेक अमेरिकी सैन्य सहयोगमा गोला बारुद रसद र कतारी सेनालाई तालिममा मद्दत समावेश छ। यसले कतार समेत सैन्य सेवामा बलियो देखिन्छ। त्यस्तै अमेरिका नै पछि हटेको अहिलेको अवस्थामा अब युद्ध जारी रहे पनि त्यो इरान इजरायलमै केन्द्रित हुने विश्लेषण समेत छ। के युद्ध विराम होला त? आणविक शक्ति सखाप नपारुन्जेल वा इरानी सत्ता परिवर्तन नभएसम्म इजरायल पछि नहट्ने यसअघिबाटै विश्लेषण हुँदै आएको छ। किनभने यो युद्ध इरानले प्रशोधन गरेको 408 किलो युरेनियममा निर्भर छ। इरानले यति युरेनियम 60% शुद्ध हुने गरी प्रशोधन गरिसकेको छ। आणविक हतियार बनाउनका लागि युरेनियममा 90% शुद्धता आवश्यक पर्छ। अर्थात् इरानले चाहेको खण्डमा केही दिनमै कयौं आणविक बमका लागि आवश्यक पर्ने पदार्थ उत्पादन गर्न सक्छ। तर आणविक बममै तयार पार्न भने महिनौं वा वर्ष दिन पनि लाग्न सक्ने विश्लेषकहरूको भनाइ छ। हुन त इरानले उच्च प्रशोधित युरेनियम उत्पादन गर्न उपयोग गरिरहेको नातान्ज र फोर्डोर जस्ता केन्द्रमा गम्भीर क्षति पुगेकोमा कुनै सन्देह छैन। तर इरानको आणविक कार्यक्रम ध्वस्त भयो कि तिनलाई अन्त्य ससान र खोज्न पनि मुस्किल हुने गुप्त केन्द्रहरूमा सारिएको छ स्पष्ट छैन। यता इरानी शासनका एक अधिकारीको भनाइ उद्धृत गर्दै फाइनान्शियल टाइम्सले प्रशोधित युरेनियम कसैले छुन नसकेको बताएको छ। यता विश्लेषकहरू इरानले गुप्त रूपमा बम निर्माणलाई तीव्रता दिन सक्ने बताउँछन् भने इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीका सल्लाहकार अली सामखानीले मुलुकको आणविक क्षमता कायम रहेको दावी गरेका छन्। त्यस्तै इजरायली जासुसी संस्था मोसादकी पूर्व इरान विज्ञ सीमा साइरन तेहरानले प्रशोधित युरेनियम सारेकोमा आफू पूर्ण विश्वस्त रहेको बताइन्। यसले इजरायल उद्देश्य पूरा नगरी फिर्ता होला त? प्रश्न छ। इरानलाई कतार आक्रमण किन महत्त्वपूर्ण थियो?
इरानले आक्रमण गरेको अमेरिकी सैन्य अड्डा कटारको राजधानी दोहा नजिकै रहेको अल उदेद एयरबेस हो, जो मध्य पूर्वमा अमेरिकी केन्द्रीय कमान्डको हवाई अपरेसनको मुख्यालय हो भने यहाँ लगभग 8,000 अमेरिकी सैनिक तैनात छन्। यस अमेरिकी सैन्य अड्डाको हालैको स्याटेलाइट तस्विरहरूले इरानमा अमेरिका आक्रमण अघि सावधानी अपनाउँदै दर्जनौं विमानहरूलाई धावन मार्गबाट हटाइएको देखाएको छ। यो बेसले इराकमा अमेरिकी सैन्य अपरेसनका लागि मुख्यालय र रसद केन्द्रका रूपमा पनि काम गर्दछ। यसमा खाडी क्षेत्रमा सबैभन्दा लामो हवाई अवतरण पट्टी पनि छ। बेलायती सेनाहरूले पनि समय समयमा यो बेस प्रयोग गर्छन्। त्यसैले यसमा हुने आक्रमण अमेरिकाका लागि दबावपूर्ण भन्दा पूर्व तयारीका कारण ठूलो क्षति हुन भने पाएन।